सधैँ माओवादी नै हुनुपर्छ भन्ने पनि त के छ त? माओवादीले उठान गरेको एजेन्डा हो, सुशासन हो, प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति प्रणाली हो। यो प्रणाली जेएनजीको नाममा उठान गरेको छ भने जेएनजी पनि आज पो 20-25 वर्षका छन् त। उनीहरूको एकदम क्रान्तिकारी रेभोल्युसनरी सोचबाट उनीहरू सडकमा चाहिँ तातो रगतसहित खडा भएका छन्। 30 वर्ष पुग्दा त कुरा बुझिहाल्छ नि। यो त माओवादीले उठान गरेर रहेछ। यो देशको परिवर्तनको पिता त वास्तवमा प्रचण्डै रहेछन्, माओवादी आन्दोलनै रहेछन् भन्ने कुरा त राजनीतिमा उनीहरू इन्ट्री भए सबभन्दा ठुलो कुरा हो। तपाईँलाई म भनिदिन्छु, अबको 5 वर्षभित्रमा यो देश सम्पूर्ण रूपले जेएनजीले पनि, सम्पूर्ण चाहिँ नयाँ पुस्ताले पनि, जेन अल्फाले पनि पोलिटिकल्ली कुरा बुझेर यो देशको चेन्ज मेकर, यो पोलिटिक्सको चेन्ज मेकर, राजतन्त्रको अन्त गर्ने, गणतन्त्रको निर्माण गर्ने, नागरिकलाई सम्मान दिने पार्टी माओवादी रहेछ र त्यसको नेता अध्यक्ष कमरेड प्रचण्ड र त्यसको टिम रहेछ भन्ने कुरा चाहिँ मजाले बुझ्छन्। यो चाहिँ गौरवकै कुरा हो।